हुन्छ। दुर्गा पर्साईले आउनुभयो र ल्याउनु भयो भने जाने हो। गरो त काइलीको छोरो मकैबारीमा जन्मेको भनेकै छ, मान्छे पुर्याएकै छ, के गर्नुहुन्छ तपाईँले? त्यो खुबीलाई त मान्नु पर्यो नि त, गरेको छ त। छुचो बोले नि जनताले पचाएकै छन्, छुचो बोलेकै मन पराएका छन्। 25 गते तपाईँले देखिहाल्नुभयो नेपालको इतिहासमै त्यति धेरै मान्छे थिएनन्। त्यसकारण बीबीसीले दियो, सीएनएनले दियो, अल जजिराले दियो, इन्डियन च्यानलले दिए, चाइनिज च्यानलले दिए, रसियन च्यानलले दिएर संसारभरिले कभरेज गरिदियो। राजवंश सक्नमा रको हात छ, त्यसमा अलिकति अमेरिकन साइडपट्टिको पनि अलिकति सहयोग छ। बेसिकल्ली राजीव गान्धीको टसलको कारणले गर्दा नेहरूले नेपालमा कहिल्यै पनि हिन्दू धर्म होस् भन्ने चाहेका थिएनन्। नेपाल एउटा इन्डिपेन्डेन्ट कन्ट्री होस् भन्ने चाहेकै थिएनन्। त्यसकारण राजवंशलाई मियोको रूपमा रहेको जनतालाई एकताबद्ध गर्न सक्ने राज संस्थालाई सकौँ भनेर रले सकेको भनेर स्वीकार गरिसके।